Facebook online radio, यो हो Facebook online radio, प्रवासी नेपालीहरूलाई मनोरञ्जन दिने अनि मन बहलाउने, यो हो Facebook online radio। यो हो Facebook online radio, प्रवासी नेपालीहरूको एक मात्र मनभित्रको साथी। नमस्कार आदरणीय श्रोताहरू अनि न्यानो अभिवादन। यो हो कार्यक्रम सङ्गीत सरगम र म हुँ कार्यक्रम प्रस्तुता धनकुमार श्रेष्ठ। श्रेष्ठ मोबाइल वर्ल्डको प्रस्तुति यो हो फेसबुक अनलाइन रेडियो, प्रवासी नेपालीहरूको एकमात्र मनभित्रको साथी। यो कार्यक्रम विशेष गरी प्रवासी नेपालीहरू जो आफ्नो परिवारभन्दा धेरै टाढा हुनुहुन्छ र दिनरात परिवारलाई सम्झिँदै निराशका दिनहरू बिताउँदै हुनुहुन्छ, उहाँहरूको लागि तयार पारिएको कार्यक्रमको बारेमा जानकारी दिनुपर्दा यो कार्यक्रम प्रत्येक हप्ताको शनिबार तपाईहरूकै फेसबुक मार्फत सुन्न सक्नुहुनेछ। र श्रोता मित्रहरू, तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्छ कृपया प्रतिक्रिया पोस्ट गर्नुहोला अनि तपाईहरूकै रचनाहरू पनि पठाउन सक्नुहुनेछ। जस्तै कविता, चुटकिला, गजल, गीत र आफ्नो जीवनका तिता मिठा क्षणहरू हाम्रो प्रोफाइलमा पोस्ट गर्न सक्नुहुनेछ। हामी तपाईँको रचनाहरू कार्यक्रममा प्रस्तुत गर्नेछौँ। श्रोताहरू, कार्यक्रममा यस्ता गफगाफहरू त भइरहने नै छन्। त्योभन्दा अगाडि कार्यक्रमको सुरुवातमा राख्न लागिरहेछु एउटा सुमधुर सङ्गीत, जसमा आवाज रहेको छ अन्जु पन्तको भने गीतको बोल छ साथी तिमी। स्वीकार्नुहोस् यो मिठो साङ्गीतिक कोसेली।
हजुर साथी तिमी मलाई धेरै याद आउँछौ आँखामा आँसु भरेर। यो मिठो गीत थियो अन्जु पन्तको आवाजमा। र आदरणीय श्रोता मित्रहरू, तपाईहरू आफूलाई मन परेको गीतहरू डेडिकेट पनि गर्न सक्नुहुनेछ। हामी तपाईँको फरमाइसलाई कार्यक्रममा समेट्नेछौँ। आज हाम्रो कार्यक्रमको पहिलो दिन अथवा परिचय प्रसारण हो, त्यसैले यस कार्यक्रम सुनेर प्रतिक्रियाहरू पठाउनुहोला है। हजुर, फेरि कार्यक्रममा अर्को साङ्गीतिक कोसेली राख्ने बेला भइसकेको छ। यसमा स्वर दिनुभएको छ दीपक लिम्बुले भने गीतको बोल रहेको छ मैले माया गर्न जानिन होला। मैले माया गर्न जानिन होला, मैले माया गर्न जानिन होला, तिमीले सिकाउन सक्यौ नि के छाडी जानै पर्थ्यो र, के छाडी जानै पर्थ्यो र, मैले तिमीलाई बुझ्न सकिन होला, तिमीले बुझाउन सक्यौ नि के टाढी जानै पर्थ्यो र, के टाढी जानै पर्थ्यो र। सबै कुरा एकैचोटि कसले पो जान्दछ, सबै कुरा एकैचोटि कसले पो जान्दछ, जन्मेदेखि मृत्युसम्म सिक्दै सिक्दै जाने होइन र, मैले खुसी दिन जानिन होला, तिमीले सिकाउन सक्यौ नि के छाडी जानै पर्थ्यो र, के छाडी जानै पर्थ्यो र। Don't leave me, I can't live without you. Oh yeah, yeah. भुल हुन्छ मान्छेबाट माफी पनि दिनु पर्छ, भुल हुन्छ मान्छेबाट माफी पनि दिनु पर्छ, समयमै आफ्नो पालाई मनको मित चिन्नु पर्छ, मैले सुख दिन नसके पनि जुनी जुनी साथ दिन्थे नि के छाडी जानै पर्थ्यो र, के छाडी जानै पर्थ्यो र, के छाडी जानै पर्थ्यो।